सो हेलो एन्ड नमस्ते एभ्रिवान। यो चाहिँ हाम्रो रामेछाप टुरको चाहिँ थर्ड डे थियो। 2082 साल वैशाखको 3 गते। आजको दिनमा चाहिँ हामी सबैभन्दा पहिला चाहिँ मामाघर गयौँ एकमफेदी। अनि त्यसपछि त्यहाँबाट चाहिँ हामी ठोसेबाट फर्स्टमा चाहिँ एकमफेदी मामाघर गयौँ। मामाघरबाट माइजू 2टा भाइ किशोर लिएर हामी साङ्मु डाँडा गयौँ। साङ्मु डाँडामा चाहिँ हाम्रो ठुलमम्मी, म, आमाहरू, दिदीहरू भेट्यौँ। र त्यसपछि हामी देउराली गयौँ अनि देउरालीमा खाना खायौँ। र त्यसपछि चाहिँ हामी बाम्ती भण्डार गयौँ र एकछिन घुम्यौँ र फर्क्यौँ। थ्याङ्क यू। सुभाष भाइको मामाघर, हाम्रो पनि मामाघर जाँदैछौँ गाइस। पहिला चाहिँ हामी मामाघर जान्छौँ एन्ड देन त्यसपछि हामी साङ्मु डाँडा जान्छौँ। अनि त्यसपछि चाहिँ हामी देउराली जान्छौँ र भ्यायौँ भने हामी बाम्ती भण्डार पनि जान्छौँ। हामी चाहिँ यहाँ महादेव थानमा दर्शन गरेर जान्छौँ। यहाँ हाम्रो महादेव थान यति हो। बन्द गर्नु बोलाउ न, जानुभयो माइजू। ओ माइजू हिँडेको माइजू चाहिँ हाम्रो माइजू नमस्ते। हेलो, कहाँ हो? मुडा छ त्यहाँ हेर्नु पर्थ्यो नि। बुढा त काम्पीले थियो कि त्यही गरिदिएको ठुलो मान्छे उहाँ सुनेर आउँछ। यहाँ आउँदाखेरि आसिन दिदीको चाहिँ आएको भने यो गाउँ काटेर हामी निकालेको थियौँ। त्यो बेला चाहिँ बेबी पनि थियो। घरमा आउँछ त्यो गरेर चाहिँ कस्तो अग्लो डाँडा छ है। अहिले चाहिँ हामी ठ्याक्कै मामा घरमा आइपुगेका छौँ। नमस्ते मामा। मामा बुवा नमस्ते। हाम्रो मामा घर हामी माइजूहरू पनि शिवालय आउन लाग्यो गाइस।
शिवालय आइपुगेको छौँ होइन अलिक धेरै म मोटाएर हो कि यो दुख्ला है कालो गोरु चाहिँ पहिलेबाट कालो गोरु नै हो नाम पनि चिक्क मिलाएको थियो नाम पनि चिक्क मिलाएको थियो तेरो यो चाहिँ शिवालय बजार हो गाइस यो चाहिँ बाँदर हो हामीले आज दिपेश भाइलाई चाहिँ एकदम मिस गरेका छौँ है गाइस है 3 दिनसँगै प्रहरी चौकी रहेछ नि त ल यहाँ एक कप चिया खाउँ गाडी लोड गर्न आउँ कामन दाइको सामान एउटा गाडीले चाहिँ अर्को सामान लिएको आज एउटा मात्रै गाडी छ यो पर बसौँ न अर्को हामी चिया बिस्कुट खान्छौँ फर्स्टमा शिवालयबाट मासतिर लागिसक्यौँ गाइस अब बिरालो गाडे गाडे हिजो जस्तै तर अङ्कल हेर भने यो चाहिँ सङ्गुडाँडा जाने बाटो हो हाम्रो बरु काठमाडौँको बाटो चाहिँ खत्तम होला होइन पिस सिज बिग्रिरहेको छ हाम्रो चाहिँ फेरि एकदम खतरा छ नि त बाटो त कडा हो पुरै ढुङ्गा छापेको बाटो छ टावरमा आइपुग्यो हामी चाहिँ हाम्रो बहुजन्य घर हेर्न जाँदैछौँ हाम्रो होइन यसको बहुजन्य घर हेर्न जाँदैछौँ हामी यहाँ चाहिँ त्यो घर त भत्किसक्यो अब नयाँ घर छ नयाँ घर छ अब ठिकै छ त्यही पनि हामी हेर्न जाँदैछौँ त्यो चाहिँ टाढो म चाहिँ सानो हुँदाखेरि यो बाटो हिँडेर आएको धेरै गाह्रो हुन्थ्यो अहिले चाहिँ अब फेसिलिटी छ अङ्कलको गाडी भएर ड्राइभर चाहिँ फेरि खतरा हुनुहुन्छ तल बेलुका बेलुका तलब चाहिँ दिँदैन नि हामी कति खायो एक क्वार्टर हामी यताबाट पारी पुल बन्दैछ दामी पुल बन्दैछ 300 होला माथिबाट देख्छ माथि यहाँबाट अलिक किन पहिला यहाँ ठुलो बस्ती थियो ठिक छ हाम्रो विकास भइसक्यो गाउँ पनि गाउँ राम्रै भइसक्यो गाउँ विकास भयो नि हामी गाउँमै आएर बस्छौँ गाउँ त केही विकास विकास भयो सोचे झन् सोचे त्यस्तै थियो क्या सङ्गुडाँडा हिँड्दै आउनु पर्थ्यो अहिले गाडी घरै पुग्दैन त्यही त भन्दैछु त कस्तो थियो भने यसलाई यहाँबाट हिँड्दै हिँड्दै यहीँ बाटोहरू हिँड्दै यताबाट हामी इल्सिरे बालुवा जान्छ यताबाट इल्सिरे जान्छ गर्जङ पनि जान्छ रसलु नि हो पुरानो बाटो हो क्या गर्जङ हुँदै भन्न जाने बाटो हामी चाहिँ रामेछाप गुरुगङ्गा चुचुरे 1 साङ्गमा डाँडा भन्ने ठाउँमा जाँदैछौँ हजुर भाइ उयो पुली यस्तो बबाल अब त्यो कहाँ हो क्या हेर न ल कहाँ हो ल यो डाँडादेखि मेरो त मुटै जान्छ ल हेर्नु न उयो हेर्नु है यहाँ पारिदेखि यहाँ हो क्या अझ लट्टा यहाँ पुल बन्दैछ अरे यहाँ 300 हामीले बाबाहरूको 328 28 328 के मिटर हाम्रो चाहिँ यो सुतार कार्कीहरूको के अरे पूजा गर्ने ठाउँ होइन यहाँ होइन उता हो त्यो डाँडो उतै डाँडामा हो सुतार कार्कीको पूजा गर्ने ठाउँ यो पुरानो पहिला चाहिँ यो भेग छ नि माथिदेखि यतासम्म सबै हाम्रो बाजेको अरे कि हाम्रो है बाजेको अरे यो सबै अनि पछि फेरि अब कुनै पास कुनै के भयो मुता चल्यो त्यस्तै खेल्दै गयो
काम गर्ने मान्छे टन्नै थियो पहिला बाजेको जिजु बाजेको दिवालीमा हामीले केक किनेर जुसहरू है यो सटरमा भरत दाइले मलाई कहाँ सामान बडा दिल सबले नुन कहाँ राखौ यहाँ एउटा ओत हाल्नु न लाग्यो बिग्रेन त बाहिर बाहिर मात्रै लाग्यो माथि लानु नि बसिरहेको अब खाना खानु यही हो हाम्रो यहाँ झाँक्रीको घर झाँक्रीको घरमा मूल हामीको चाहिँ हामीको तल्लो हो यो मूल घरै हो तल्लो हो हामीको मूल घर के त्यो त राख्नु यही हो हाम्रो यहाँ झाँक्रीको घर झाँक्रीको घरमा मूल हामीको चाहिँ हामीको तल्लो हो यो मूल घरै हो तल्लो हो हामीको मूल घर के त्यो त राख्नु अब घर आयो गर्नलाई हाम्रो अङ्कलको कति बाले थियो अस्ति यहाँ गाडी राख्ने ल म भिडियो चलाउन हामी सो हामी चाहिँ मिना दिदीहरूको घरमा आइसक्यौँ हामी ओल्डे गाइज ल यता देखाउ दाइहरूलाई सुभाष दाइहरूलाई सो यता छन् सुभाष दाइहरू यहाँबाट देख्छ अहिले जग्गा त यतापट्टि है हजुर ल है यता आयो ल कस्तो बाटै नभए ठाउँमा आएको यार यो आलु चाहिँ मिना आन्टीले नै रोप्या हुनुपर्छ ल यतातिरको बारीहरू के कस्तो छ कोही छैन होला नि लासो यो हाम्रो विकास दाईको घर हो विक्रम दाई विकास दाई चिन्दैन चिन्छ नि आलु त कस्तो दामी भएछ नि यहाँको त है माइजूहरू आउन पहिला हाम्रो विकास दाईको घर आउँछ है वाह हामीले पनि ठुलो होइन नमस्ते जुवा ठुलो मम्मी है त यो चाहिँ विकास दाईको घर है सो त्यहाँनिर चाहिँ पुल छ त्यहाँनिर मेरो बाबा नि काम गर्नुहुन्छ यता खिच हामीलाई हेलो किशोरको पालो होला नि फेरि दिदीको पछि बाबाको मोबाइल मैले बोकेको भएन सो अब हामी तल जाँदैछौँ मेरो बाख्रालाई चाहिँ अलिकति घाँस काटेर पानी आउँछ यो भिडियो बनाऊ अङ्कल बाटोमा अब चाहिँ हामी विकास के अरे अब चाहिँ हामी विष्णु अङ्कलको घर जान्छौँ ल यो त धेरै कुरो लास्टै घुरे पहिला त उहाँ चाहिँ को हो बारीमा काम को हो यही आगो आन्टी चाहिँ यहाँ नमस्ते गरौँ न सबैजना नमस्ते गर्नु परेन नमस्ते आफ्नै छोरीहरूलाई चिन्छन् भयो के हो त आउनु न आन्टी त्यति भेटौँ न आन्टी ठुलो मम्मी परेन हाम्रो आन्टी अनि मैले
मैले त अनि ऊ भन्ठान्डा विष्णु अङ्कलको भन्दा ठुलो मम्मी त्यही हुनुहुन्छ नि टाढा अहिले चस्मा लाउनु पर्ने भन्छ क्या मैले त ऊ भन्दा क्या विष्णु अङ्कलको हामी त्यहीँ आउँछौँ त्यही बस्नु यहाँबाट आउँछ यहाँबाट माइज आउनु न तल ठोसे भाइ लाउ त तिमी चाहिँ खिच म चाहिँ अगाडि जान्छु म भनिदिन्छु नमस्कार सबैलाई हामी रामेछाप जिल्ला गोकुल गाउँपालिका एक चुचुरे साङबडाँडा भन्ने ठाउँमा आफन्त भेट्न हिँड्दै बुवाहरूको चाहिँ जन्म भएको थियौँ अब उहाँहरूको तर क्या बवाल थियो दाजु यो त क्या बवाल थियो म त खिचिदिइहाल्छु नि हजुर हजुर यति हो क्या खिच्ने नै यसरी हो क्या नमस्कार हामी भेट्दै मात्रै हिँडेको अब घुम्न जानु लाग्यो हामी त देउराली भण्डार यो घर त मलाई तपाईँलाई यो घर याद छ भने मलाई याद छैन त्यो घरमा पनि हामी गएको थियौँ भने दिदीले गएर बियर खानु भएको थियो त्यो घर कुन घरमा त्यो घरमा हो कि त्यो घरमा हो त्यो घर त अङ्कलहरूको होइन पहिला के हो ऊ तल अङ्कलको यो घर यो घरको होइन सुनिल दाईहरूको होइन होइन सुनिल दाईहरूको घरै छैन विष्णु अङ्कलको घरबाट देखिने भ्यू हो गाइस यो बारी सारी सबै हाम्रो कार्के खानदानकै हो यो डाँडै हाम्रो नि होइन डाँडा होइन यहाँदेखि तल जहाँसम्म आँखाले भ्याउँछ त्यो भन्दा पनि मन छ मलाई पहिला यहाँदेखि यहाँसम्म सबै हो कि आँखाले भ्याएसम्म हाम्रो जानुपर्छ मेरो त्यही भएर हामी अब हिँडिहाल्छौँ है त ल राम्रोसँग बस्नु ल बस्नु अङ्कललाई त बाटोमा भेट भयो गयौँ ल आन्टी काम गर्ने मान्छे यस्तै हो नि चिया चिया खाएर चिया बनाएर कस्तो चिया भेट्न मात्रै आएको गयौँ हामी राम्रोसँग बस्नु को आन्टीलाई माया गर्नु ख्याल गर्नु आन्टीको म चाहिँ बाख्राको हो खरबुजा चाहिँ कस्तोलाई दिने खरबुजा रे अङ्कल ल जान्छौँ ल राम्रोसँग बस्नु ल अब विष्णु अङ्कलको घर चाहिँ हामी गइसक्यौँ अब जाँदैछौँ हाम्रो आफ्नै घर हाम्रो विकास दाइको मम्मी चाहिँ यहाँ आलु गर्दै हुनुहुँदो रहेछ बारीमा अब यतै भेट्छौँ उहाँलाई चाहिँ अनि त्यसपछि फेरि उता घर गएर हामी चाहिँ जान्छौँ ठुलमम्मी दर्शन मैले त अघि ऊ भन्ठाने क्या फोटो खिच्दैछौँ हाम्रो ठुलमम्मी त यहाँ आलु गर्दै हुनु कति राम्री हुनुहुन्छ नेचुरल ब्युटी ल राम्रो उ गर्नु है राम्रो उब्जाउनु आलु को जाऊ तिमी भन न अगाडि गएर बोल त जाऊ यतैबाट जाऊँ है यहाँबाट चढ्न नि गोविन्द दाइको घर यो घर गोविन्द दाईको हो अहिले चाहिँ हाम्रो दाई भाउजू चाहिँ काठमाडौँ दाई त विदेशतिर हुनुहुन्छ के अनि भाउजू चाहिँ काठमाडौँतिरै लागिसक्नुभयो अब अहिले चाहिँ घर खाली छ पुरानो घर कहाँ थियो अरे ब्रो अनि ल लाग्छ है
बिजोग बिजोग यहाँ चाहिँ हाम्रो ठुलो मम्मीको घर हो लक्ष्मी दिदीको मम्मीको घर यहाँ दुईटा घर थियो मलाई थाहा छ एउटा मुल मम्मी कता हो आउनु ए ठुलो मम्मी हौ प्लिज हामी बरु अब भोलि आएर खान्छौँ क्या खाएको माइजहरूले त खानु भइसक्यो के थुप्पो खाएको हो नि त माइजो हामीले नि होइन खाएको भोक लागेन ए त्यहाँ शिवलायमा खाएर आएको क्या तपाईँ त्यहाँ बस्नु हामी आउँछौँ खाना नपकाउनु ल लु बस्नु न बस्नु भित्र बस्नु हामी भित्र बसेर नबसौँ कि बस्ने ढिला भयो भने गाडी हिँड्नु पो के को ढिला हुन्छ उही घुम्दै घुम्दै कहाँ पुग्नुपर्छ टाढा छु चढ्दा त डर लाग्दो होला है साह्रै लामो पुल कहाँबाट बाटो बनाएको होला यो पुलमा जाने चाहिँ त्यो तलबाट छ नि वरिपरि गर्नु भन त्यो यस्तो त्यो बस्ने सिट जस्तो बनाएको हुँदो रहेछ त्यो यस्तरी तान्दै तर्ने होला क्या गाडी बच्ची भुइँमा हेर्दा डरै पो लाग्दो होला उता नि फोनको फोनै छ तल खोला पनि छ फेरि पुल चाहिँ 328 मिटर सातो छैन नि एउटा भन्दैन दिदी ल हुन्छ म एकचोटि घरमै आएर म एकचोटि आफ्नै लोकेसनमा फोनकोटमा आएर अनि हजुर फोन गरेर भन्छु नत्र मैले यहाँबाट फर्किने कहिले भने ठिकानै छैन त्यही त ठुलबाले चाहिँ मेरो नम्बर व्यस्तमा राखेको रहेछ के होइन कन्फर्म गर्दा हुन्छ तर म चाहिँ फर्किनु पऱ्यो नि त मैले त्यो अर्डर त कुन दिन ल्याउने हो भने रिसिभ गर्नु त म हुनु पऱ्यो नि त त्यहाँ कुन हारू बगाडा ओ दिदी कुन हारू बगाडा यो बोट मात्रै हो कि फले छैन हो यो यो चाहिँ आरू बगाडाको बोट त्यही त त्यस्तो भएको छ के त्यो मैले गर्ने व्यस्तमा चाहिँ भन्छ फोनै लाग्दैन ल ल ल त्यहाँ थिचेर बनाउनु भन्नु नि ठुलबाकोमा व्यस्त मात्रै भन्छ नयाँ टक्कै लाग्थ्यो चिनिहाल्छ नि देवी दिदी हो नि हाम्रो तिमी को हो मलाई चिने म को भन्नु त बरु मैले त चिन्दैन हो त आम्मा हो मलाई कस्तो खाँदा चिन्देको यार म चाहिँ को हो नि थाहा छैन सुक्खु चरा हो यो यतातिर ढोग्यौँ भेटघाट गऱ्यौँ अब हामी जान्छौँ यहाँबाट हामी बाम्ती भण्डार देउरालीतिर घुमेर आउँछौँ हुँदैन तर मान्छे मनभित्र भएको हुन्छ छोरी मान्छे आँखाबाट आउँछ
छोरीले दिन्छ भाइ अर्कै चाउ छोरो भाइ बाबुले ल हामी अब यहाँबाट जान्छौँ माया लाग्ने यो सबै हाम्रो है गाइस डाँडै हाम्रो साथीहरूले किन नगरे भने यो माथितिर सबै 5 बटलतिर सबै हाम्रो हो फेरि तिर दिनको पिर्ने अनि जग्गाहरू कुनै पनि पास गरेको थिएन क्या ल कम दामी छ त यो कलाबारी बारी घर हो यो चाहिँ गाइस घर सबै तर त्यो के गरेको रे छल गरेको म चाहिँ यताबाट उँभो कटेको चाहिँ आएको है राति पिएको म पनि अहिले कहिल्यै नगएको भएर जाने भनेर कुदेको मात्रै हो नभए त जानु परेको नि यतातिर मोडेर केही राख्दैन हाम्रो गाडी लोड के भनेर बनाऊ पर चाहिँ सुरक्षाइ यता डाँडा पर चाहिँ त्यसपछि हामी त्यहीँ जान्छौँ सुभाष दाइ आउँदैछन् यता चाहिँ पहिरो गएको होला सुभाष दाइ घर ध्वजाहरू त्यहाँनिर अहिले त्यहीँ जान्छौँ अब म गाडीमा जान्छु कतिको मजा आइरहेछ है बाटो त हिँडेको हिँडेछौँ खासै बसेको छैनौँ आफन्त भेट्यो अब देउराली गएपछि अलिक मजा आउँछ है देउराली धामी ठाउँ त पऱ्यो बेला अब अहिले चाहिँ अब गणेशहरू आफ्नो तरिकाको गुम्बा रे यो चाहिँ गुम्बा कसले कसरी राख्छ भन्ने कुरा हो क्या म्यानेजमेन्ट छ भने भयङ्करै हुन्छ कस्तो हिउँपर्छ यो सबै बाटो पानी बढ्ने झर्ने बढ्ने झर्ने गाडी ठाउँमा बेच्ने ठाउँ भएको बेच्ने ठाउँ हाल्ने भएको होइन यहाँबाट धुवानी महँगो पर्छ कि त्यही भएर चाहिँ घाटाहरूले यहाँ मान्छ गाइस देउराली मेरो साथै चाहिँ एकचोटि यहाँ बाघ देख्यो भन्दै थियो बाघ फाइनली हामी देउराली आइपुग्यौँ फोन गरौँ न त ल एकदम दामी छ यहाँ चाहिँ। यहाँ खाना खान्छौँ खाना भन्नु तलैबाट रेडी भइसक्यो यता घर छेउ पनि देखाउ त देख्यो ल बन्द गरिदिए हाम्रो चाहिँ यहाँ खाना खायौँ अब यहाँबाट चाहिँ हामी बान्ती भण्डारतिर लाग्दैछौँ गाइज ईश्वर भाइ पनि यहाँ छ ईश्वर भाइलाई चाहिँ याद गरेर छ ईश्वर चाहिँ अहिले कतारै काट्नु
खिच्दैछु ल बाई हामी आउन लाग्यौँ यो बान्की बजार हो हस्पिटल हस्पिटल कस्तो लामो लामो रुखै अँ त नि है अनि काटेर मिलाएर राखेर चाहिँ लामो क्यामेरा हल्लिरहेको छ गाइस किनभने बाटो कच्ची भएर डाँडाहरू त धेरै छ तर हाम्रो ठुलो कुकुरको घर चाहिँ कुन डाँडातिर पर्ने रहेछ मलाई त थाहा छैन है यतैतिर होला क्या उति डाँडातिर सिरुवा उति राज सिरुवा बस पार्किङ राम्रो हो देउरालीमा अझ पहिला थियो माइजू घरै चाहिँ कटेजहरू जस्तो पनि क्या काठको घर गाडी पार्क गरिदिनु घर चाहिँ पार्क गरिदिनु यस्तो हिँडे जस्तो नि हुन्छ कत्रो डाँडो हो यो आम्मामा अब यता हेर्न